दीपक। तपाईको नाम के हो? मेरो नाम दीपक परियार। चिनजान छैन भने कसरी उहाँले तपाईको नाम लिँदै हुनुहुन्छ? र यहाँ प्रहरी चौकीमा पेसाब फेर्न आउनुहुन्छ? हैन, पिसाब लाग्यो त आउनु पर्यो नि त। आउनु पर्यो हैन प्रहरी चौकीमा उहाँ पेसाब फेर्न आउनु भएको छ। उहाँ किन आउनु भएको? अनि अघिदेखि पेसाब फेर्दै हुनुहुन्थ्यो? म निस्किनै लाएको थिएँ। त्यही त तपाईँले त्यत्रो प्रहरीले भित्रै खोजिरहेको थियो त? हैन खोजे हैन, म आउँदै थिएँ। बलियो सेटिङ छ? छैन त्यस्तो छैन नि। अब उहाँलाई हामीले पनि देखाएको थियौँ। उहाँ को हुनुहुन्छ मलाई थाहा छैन। उहाँको क्याप हामीले देखाएको थियौँ, यो कन्ट्रोल रुम अगाडि देखाएको थियौँ। उहाँ भन्दै हुन्छ म पिसाब फेर्न यहाँ आएको छु, जाँदा हुन्छ। त्यसो भए चरुकार छैन भने जाँदा हुन्छ। यदि तपाईँहरूलाई पनि पिसाब लागेको छ भने चौकीहरूमा जान मिल्छ। अब ट्राफिक बस्ने यो भित्र प्रहरीको ब्यारेक हो, यो भित्र पिसाब फेर्न जान्छ। प्रहरीले भन्दै हुनुहुन्छ यदि कुनै त्यस्तो मान्छे आयो भने यतातिर बाथरुम छ, यता जाँदा हुन्छ। तर धेरै कुरा बोल्नै पर्दैन यो देशमा। यो देशमा आँखाले हेरेर मात्रै बुझ्न सक्नुहुन्छ। बुझ्नुभयो नि मिलाएर बुझ्नु होला। बुझ्नु भएको छैन भने यो भिडियो हेर्नु होला, मिलाएर तपाईँहरू सबैजना बुझ्नुहुन्छ। गृहमन्त्री मोहन प्रसाद अर्यालज्यू कानसम्म आवाज गयो कि गएन? अनुरोध छ यो विषयमा पनि तपाईँ केही बोल्नुहुन्छ कि बोल्नुहुन्न? एक्सन लिनुहुन्छ कि लिनुहुन्न? यदि केही बोल्नुभयो यो विषयमा, एक्सन लिनुभयो भने हामी तपाईँलाई सम्माननीय गृहमन्त्री ओम प्रकाश अर्याल भन्नेछौँ। अहिलेलाई तपाईँको नाम यथावतै छ, मोहन प्रसाद अर्यालज्यू। के हो सर, उहाँ फेरि उता जानुभयो, फेरि जानुभयो बाथरुम? चिया खाना जानुभयो हो र? उहाँ एकछिन यहाँ आउनुहोस् त। तपाईँ को हुनुहुन्छ कि यति तपाईँको पहुँच छ कि प्रहरी चौकीमा तपाईँ अहिले भन्नुभयो पिसाब फेर्न आएँ, अहिले भन्दै हुनुहुन्छ चिया खान आएँ? चिया पसल यो तपाईँको घर हो? हैन ऊ यहाँ चिया पसल। तपाईँको नियत चाहिँ प्रष्ट देखिरहेछौँ हामी, प्रष्टै। केही पनि हैन। बुझ्नुभयो गृहमन्त्रीज्यू? उहाँ चाहिँ पिसाब फेर्न र चिया खान चौकीभित्र आउनुहुन्छ र प्रहरीहरूले उहाँलाई केही रोकटोक गर्नुहुन्न। मिलाएर बुझ्नु होला। आज चाहिँ हामी प्रत्यक्ष देखायौँ। हेर्नुहोस्, उहाँ अहिले जाने मान्छे फेरि चौकीमा बस्नुभएको छ। उहाँले केही बेर अगाडि, उहाँहरूको आरोप छ कि केही बेर अगाडि पीडितलाई उहाँले धम्की दिनुभएको थियो। कुन चौकी जान्छौ जाऊ, त्यही हाम्रै मान्छे छ। खै कहाँ हुनुहुन्छ पीडित? ल यहाँ आउनुहोस्। त्यो टोपी लगाउने मान्छेले तपाईँले केही बेर अगाडि के धम्की दिएको थियो चौकीको बारेमा? चौकी त मैले किनेको छु, मेरो बाउको हो चौकी त। त्यो भन्नुभएको थियो? भनेको छ। मलाई धम्की यसपालि अगाडि पनि मलाई धम्की आएको यो मान्छे। ठिक छ, बुझ्नुभयो नि?